महाभारत भनेको साहस र बुद्धिका कथाहरूको एउटा विशाल सागर नै हो, होइन र? आज हामी त्यही सागरभित्र डुबुल्की मारेर एउटा यस्तो मोती निकाल्दैछौँ जसले सङ्कल्प, प्रेम र बुद्धिको शक्तिलाई एकदमै अद्भुत तरिकाले देखाउँछ। यो कथा हो सावित्रीको। खासमा यो कथा सुरु कसरी भयो थाहा छ? एउटा एकदमै मार्मिक प्रश्नबाट। वनवासको त्यो कठोर समयमा दुखी युधिष्ठिरले मार्कण्डेय ऋषिलाई सोध्नुभयो, हे मुनिवर, द्रौपदीले जस्तो हरेक दुःखमा हामीलाई साथ दिइन्, के उनी जस्तै पतिव्रता अरू कुनै नारी तपाईले देख्नुभएको वा सुन्नुभएको छ? हो, यही प्रश्नको जवाफमा मार्कण्डेय ऋषिले यो अविश्वसनीय कथा सुनाउनु भएको थियो। ल, अब भेटौँ कथाकी नायिका सावित्रीलाई। मद्रदेशका धर्मात्मा राजा अश्वपतिको कुनै सन्तान थिएनन्। 18 वर्षसम्म कठोर तपस्या गरेपछि देवी सावित्री प्रसन्न हुनुभयो र उनलाई कमल जस्तै सुन्दर आँखा भएकी कन्याको वरदान दिनुभयो। अनि उनै देवीको सम्मानमा उनको नाम राखियो सावित्री। जब सावित्री विवाह गर्ने उमेरकी भइन्, एउटा समस्या आइलाग्यो। उनको तेज यति थियो कि कुनै पनि राजकुमारले उनलाई विवाहको प्रस्ताव राख्ने आँटै गरेनन्। तब उनका पिताले त्यो समयको लागि एउटा एकदमै साहसिक र अद्भुत निर्णय लिनुभयो। आफ्नी छोरीलाई आफ्नो लागि योग्य वर आफै खोज्ने स्वतन्त्रता दिने। विभिन्न तपोवन र तीर्थस्थल घुमेर सावित्री घर फर्किन्। त्यहाँ उनका पिता त हुनुहुन्थ्यो नै, साथमा देवर्षि नारद पनि बसिरहनु भएको थियो। अनि उनले आफ्नो निर्णय सुनाइन्। मैले शाल्व देशका निर्वासित आँखा नदेख्ने राजा द्युमत्सेनका गुणवान पुत्र सत्यवानलाई आफ्नो पतिको रूपमा रोजेकी छु। सावित्रीको निर्णय सुनेर राजा अश्वपति त खुसी हुनुभयो, तर देवर्षि नारदको अनुहारमा भने चिन्ताको बादल देखियो। सबै कुरा ठिकठाक चलिरहेको थियो, तर ठिक यही बेला कथाले एउटा डरलाग्दो मोड लिन्छ। देवर्षि नारदले एउटा भयानक सत्यको खुलासा गर्न लाग्नुभएको थियो। नारदले सत्यवानको प्रशंसा गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, राजन, सत्यवान सूर्य जस्तै तेजस्वी छन्, बृहस्पति जस्तै बुद्धिमान, इन्द्र जस्तै वीर र पृथ्वी जस्तै क्षमाशील पनि छन्। उनी दानी, सत्यवादी र असाध्यै सुन्दर छन्। यदि धेरै गुणहरू सुनेपछि राजा अश्वपतिले सोध्नुभयो, भगवान, यस्तो गुणवान व्यक्तिमा के दोष हुन सक्छ र? नारदले गम्भीर स्वरमा भन्नुभयो, उनमा एउटै मात्र दोष छ, तर त्यो दोष यति ठूलो छ कि उनका सबै गुणहरूलाई त्यसले ओझेलमा पारेको छ। अनि त्यो डरलाग्दो भविष्यवाणी थियो। आजको ठिक 1 वर्षपछि सत्यवानको आयु सकिनेछ, उनको मृत्यु निश्चित छ। यो सुन्ने बित्तिकै सभामा सन्नाटा छायो। पिताले अर्को वर खोज्न आग्रह गर्दा सावित्रीले एकदमै दृढ भएर जवाफ दिइन्, पिताजी, निर्णय एक पटक मात्र हुन्छ र कन्यादान पनि एक पटक मात्र हुन्छ। मैले उहाँलाई वरण गरिसके, चाहे उहाँको आयु लामो होस् वा छोटो, उहाँ नै मेरो पति हो। मैले मनले निर्णय गरिसके, अब म पछि हट्दिन। सावित्रीको त्यो दृढता देखेर उनको विवाह सत्यवानसँगै भयो। उनले राजदरबारको सबै सुख त्यागेर आश्रमको साधारण जीवन अपनाइन्। तर मनमा भने त्यो पीडा लुकाएर नारदले भनेको त्यो अन्तिम दिनको एक दिन गन्दै बसिन्। जब त्यो अन्तिम दिन आउन 4 दिन मात्र बाँकी थियो, सावित्रीले त्रिरात्र भन्ने कठोर व्रत सुरु गरिन्। अनि अन्तिम दिन उनले सत्यवानसँगै वन जाने अनुमति मागिन्, ताकि एक पल पनि उनी एक्लो नहुन्। वनमा दाउरा काट्दा काट्दै सत्यवानको टाउकोमा असह्य पीडा भयो र उनी सावित्री भन्दै उनको काखमा ढले। ठिक त्यही बेला त्यहाँ रातो वस्त्र लगाएका, मुकुटधारी, डरलाग्दा रातो आँखा भएका र हातमा पासो लिएका एक आकृति प्रकट भयो। ती थिए स्वयं मृत्युका देवता यमराज। यमराजले भने, सावित्री, सत्यवान यति धर्मात्मा छन् कि उनलाई मेरा दूतहरूले लैजान सक्दैनन्, त्यसैले म आफै आएको हुँ। यमराजले सत्यवानको शरीरबाट आत्मा निकालेर दक्षिण दिशातिर लाग्नुभयो, तर सावित्री, उनी त्यहीँ बसिनन्। उनी यमराजको पछि पछि हिँड्न थालिन् र यहीँबाट सुरु हुन्छ उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण र बौद्धिक संवाद। हो, यो यात्रामा सावित्रीले आफ्नो बुद्धि र दृढताले यमराजबाट 1-2 होइन, पुरै 5वटा महत्त्वपूर्ण वरदान जित्ने छिन्। यस्ता वरदान जसले सत्यवानलाई मात्र होइन, 3 कुलको उद्धार गर्नेछ। यमराजले फर्किन आग्रह गर्दा सावित्रीले सम्मानपूर्वक भनिन्, हे धर्मराज, जहाँ पति जान्छन् त्यही पत्नी जानु सनातन धर्म हो।
अनि भनिन्छ नि, सत्पुरुषहरूको सङ्गत कहिल्यै खेर जाँदैन। उनको यो तर्क सुनेर प्रभावित भएका यमराजले पहिलो वरदान माग्न भने। सावित्रीले आफ्ना ससुराको आँखाको ज्योति र बल फिर्ता मागिन्। तर उनी रोकिएनन्। केही पर पुगेपछि उनले फेरि यमराजको प्रशंसा गर्दै भनिन्, हे देव, तपाईँ सबैलाई समान व्यवहार गर्नुहुन्छ, त्यसैले तपाईँको नाम यम हो। उनको धर्मको गहिरो ज्ञान देखेर यमराज झनै प्रसन्न हुनुभयो र अर्को वरदान माग्न भन्नुभयो। यसपटक उनले ससुराको खुसिएको राज्य फिर्ता मागिन् र तेस्रो पटक आफ्ना निसन्तान पिताका लागि 100 पुत्रको वरदान मागिन्। अब आउँछ कथाको सबैभन्दा चतुर मोड, जहाँ सावित्रीले आफ्नो बुद्धिको शिखर प्रदर्शन गर्छिन्। चौथो पटक उनले यमराजसँग भनिन्, हे प्रभु, मलाई सत्यवानबाट 100 बलवान र धर्मात्मा पुत्र प्राप्त होस्। यमराजले सोच्दै नसोची तथास्तु भनिदिनुभयो र ठिक यहीँ सावित्रीले एउटा अभेद्य तार्किक जाल बिछाइन्। अनि सावित्रीले आफ्नो अन्तिम विजयी तर्क राखिन्, हे मानद, तपाईले भर्खरै दिनुभएको पुत्रको वरदान पति पत्नीको मिलन बिना कसरी पूरा हुन सक्छ? तपाईँ त सत्यको रक्षक हुनुहुन्छ, त्यसैले म यही वरदान माग्दछु कि यी सत्यवान जीवित होउन्, ताकि तपाईँकै वचन सत्य साबित होस्। उनको यो तर्क सामु स्वयं धर्मराज यमराज निरुत्तर हुनुभयो। सावित्रीको बुद्धिमत्ताबाट अत्यन्तै प्रसन्न भएर यमराजले सत्यवानको आत्मालाई बन्धनमुक्त गरिदिनुभयो र 400 वर्षको लामो आयुको वरदान पनि दिनुभयो। जब सत्यवान बिउजिए, उनले आँखा मिच्दै सोधे, सावित्री, म त धेरै बेर सुतेछु, मलाई किन नउठाएको? अनि ती कालो पुरुष को थिए? एकछिन सोच्नुस् त, सावित्रीको यो उपलब्धि कति विशाल थियो। उनले आफ्नो बुद्धि र सङ्कल्पले ससुराको कुललाई अन्धकार र गरिबीबाट बचाइन्, आफ्नो माइतीलाई वंशविहीन हुनबाट बचाइन् र आफ्नो पतिको कुललाई मृत्यु र निसन्तानको श्रापबाट बचाइन्। एउटै नारीले 3 कुलको उद्धार गरिन्। जब उनीहरू आश्रम फर्किए, के देखे भने उनका ससुरा द्युमत सेनले आँखाको ज्योति फिर्ता पाइसक्नु भएको थियो। ठिक त्यही बेला शाल्व देशबाट दूतहरू आए र खबर दिए उनीहरूको शत्रु राजा मारिएको छ र प्रजा आफ्नो सही राजालाई फिर्ता बोलाइरहेको छ। हो, यसरी एउटी नारीले आफ्नो ज्ञान, सत्य र प्रेमको बलमा स्वयं मृत्युलाई हराइन् र भाग्यलाई नै बदलिदिन्। उनले आफ्नो पतिको ज्यान मात्र बचाइनन्, बरु 3 कुललाई विनाशबाट बचाएर सबैका लागि समृद्धि र खुसी ल्याइन्। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु सबैले सोच्नको लागि। सावित्रीको सबैभन्दा ठूलो शक्ति आखिर के थियो? उनको त्यो तीक्ष्ण बुद्धि, सत्यप्रतिको निष्ठा वा उनको त्यो अगाध प्रेम? यसको जवाफले हामीलाई धर्म र मानवीय सङ्कल्पको शक्तिबारे गहिरोसँग सोच्न बाध्य बनाउँछ।